हेलो एभ्रिवान, आज चाहिँ म बिहानै 7 बजे कालिम्पोङदेखि रङलीतिर लागेँ र जाँदा जाँदै बाटोमा मैले यस्तो दामी दामी भ्यूहरू देखेँ। कञ्चनजङ्घाको रेन्जहरूदेखि लिएर सबै पहाडहरू मैले देखेँ आज है। र यसरी 2 घन्टाको राइड पछि म रङली पुगेँ। अनि रङली पुगेर चाहिँ मैले आफ्नो केही कामहरू थियो, मेरो अफिसको कामहरू थियो है, त्यो सबै मैले सकेर देन आफ्टर चाहिँ फेरि म दाजुको घर आइपुगेँ। र यो चाहिँ दाजुको घर माथि हाम्रो बस्ती सोतकपानी लामातेन भन्छ यसलाई चाहिँ है। र यहाँनिर मेरो दाजुको घर छ। अनि यो चाहिँ हाम्रो गाउँ, सानो भएर गाउँ छ। यो पारी देख्नु हुँदै गरेको चाहिँ यो चाहिँ जलुक डाँडाहरू हो। अनि यतापट्टि यो देख्नु भएको चाहिँ यो चाहिँ छाङ्गु हो है। सो हाम्रो गाउँ चाहिँ यस्तो छ, सिक्किममा एकदमै कुनामा छ, बट पिसफुल छ, एकदम राम्रो छ है। आज चाहिँ मैले मेरो मिनी ब्लगबाट मेरो यो नेटिभ प्लेसलाई चाहिँ तपाईँलाई देखाउनु मन थियो है। सो आज त्यही कारण मैले तपाईँलाई देखाएँ। सो के कस्तो लाग्यो प्लिज कमेन्टमा भन्नुहोस् है। सो आजको लागि यतिमै, टेक केयर अनि बाइ बाइ।